एभ्रिवान तपाईँहरूलाई स्वागत छ मेरो टिपको साथीहरूलाई सबैजनालाई मेरो स्वागत छ भन्न चाहन्छु। आज चाहिँ म रिम्ना बजारबाट नाकखुट्टै म चप्पल पसलमा गएर चप्पल किन्नु छ, त्योसम्म तपाईँहरूलाई भिडियो देखाउँछु। तपाईँ हेर्दै जानुहोस् है। यो बजारमा मेरो रियाक्सन कस्तो हुन्छ तपाईँहरू हेर्नु होला भन्न चाहन्छु, किनकि म नाकखुट्टै हिँड्ने हो। तपाईँलाई म छोटो छोटो क्लिप गर्दै देखाउँदै गर्छु है। अहिले चाहिँ म यहाँ हिँडिरहेको छु, तपाईँलाई म बजार पनि देखाउँछु। बजार अलिक पर छ क्या, त्यही भएर नाकखुट्टै हो हिँड्ने। आज नाकखुट्टै जानुपर्छ क्या मान्छेको रियाक्सन हेर्न लागि, किनकि नाकखुट्टै गएर म चप्पल किनेर आउँछु। तपाईँहरू त्यसलाई देख्न सक्नुहुन्छ। अहिले चाहिँ म फिलहाल यहाँबाट हिँडिरहेको छु क्या, यो भयो होइन यहाँबाट म यता जान लाग्छु। देख्नु सक्नुहुन्छ म बिच बजारमा आइसकेको छु। यहाँबाट म यहाँ चाहिँ अब खाली खुट्टै हो क्या आज जाने चप्पल किन्न। खाली खुट्टै जाने, रियाक्सन कस्तो हुन्छ मान्छेको हेर्ने जानु है। खाली खुट्टै हिँड्दिन्छ है। मान्छेहरूले के सोचेर खाली खुट्टै किनिरहेछ गरे क्या, तपाईँहरूलाई देख्न सक्नुहुन्छ। किनकि यो भिडियो म तपाईँहरूको लागि स्पोर्ट्स बनाउन गइरहेको छु क्या। आज बिच बजारमा पुगिसकेको छु चप्पल किन्ने केन्द्रमा। अहिले चाहिँ यहाँ पुगिसकेको छु, जस यहाँ अझै छ कि धेरै टाढो छ, त्यही भएर तपाईँलाई क्लिप देखाओ। म त चप्पल किन्नुसम्म तपाईँहरू हेर्नु होला भिडियो हेर्न चाहन्छु। म बिच बजारमा पुगिसकेको छु। यो रहेको छ हाम्रो बिच बजार होइन। अब यहाँबाट चाहिँ म चप्पल किन्ने ठाउँ अलिकति नजिकै छ, तपाईँलाई भिडियो देखाउँछु। चप्पल किन्न गइरहेको म अहिले म चाहिँ यहाँबाट यो लोकेसनबाट हिँड्दैछु। यहाँबाट हिँड्दा यत्रो भएर चप्पल किन्नुपर्छ, किनकि यो ठाउँ हो चप्पल किन्ने होइन। फाइनली म चप्पल किन्ने ठाउँ पुगिसकेँ। चप्पल किन्ने ठाउँ चाहिँ यही नै हो। अब नाकखुट्टै आएको छु। आन्टी चप्पल दिनु त गाइस, किनकि म त्यताबाट हिँडेर आएको, किनकि खाली खुट्टै। अब यहाँ चाहिँ चप्पल हिँड्नको लागि चप्पल चाहिँ जस्ट खोज्न लागेको यता। फाइनली चप्पल चाहिँ जोर्डन नै किन्ने हो, 6 नम्बर 7 नम्बरको गाइजहरू चप्पल चाहिँ किने। अब यसको चाहिँ पराइरहेको छ सिर्फ 300 रुपियाँ हो। मैले हिजो लिएको थिएँ, किनकि त्यो चप्पल मैले आज बेचिदिएको। त्यो 300 मैले 20 रुपियाँमा बेच्यो, एक दिन लगाएको चप्पल। त्यही भएर यो तपाईँहरू फुल भिडियो हेर्नु होला भन्न चाहन्छु, किनकि फाइनल लाग्यो घरतिर।